यहाँहरू सम्पूर्णलाई हार्दिक नमस्कार। आज एउटा वैदिक सनातनी पद्धति जो प्रत्येक घरमा हुन जरुरी छ, विशेष गरी प्रकृतिसँगको मानव जीवनको तादम्यतालाई मिलाउनका लागि एउटा प्रकृतिमय जीवन जिउनका लागि अत्यन्तै आवश्यक र प्रत्येक घरमा हुनुपर्ने अग्निहोत्र विधिको बारेमा यहाँहरू समक्ष कुरा गर्न गइरहेको छु। अग्निहोत्र विधि हुन त हरेक घरमा, हरेक सनातनी घरमा प्रत्येक दिन सूर्योदय र सूर्यास्तका समयमा हुनुपर्ने एउटा विधि हो। बीचका यस्ता धेरै आरोह अवरोह र कालखण्डमा हामीले यो विज्ञानलाई बिर्सदै गएका छौँ। केही दिन अघि म जर्मनमा रहनुभएका डाक्टर उल्रिच बर्गले लेख्नुभएको यो पुस्तक इम्प्याक्ट अफ अग्निहोत्र अन इन्भाइरोमेन्ट एन्ड प्लान्ट्स भन्ने पुस्तकको सामिप्यतामा आएँ। उहाँलाई मैले भेट्ने पनि अवसर प्राप्त गरेँ र उहाँलाई भेटिसकेपछि उहाँले अग्निहोत्र विषयमा अग्निहोत्र गरिसके पछाडि यसले वायुमण्डलमा पार्ने प्रभाव, हामीहरूको आसपासको वातावरणमा पार्ने प्रभाव, अग्निहोत्र गरेर रहेको जुन भस्म हुन्छ त्यसलाई हामीले माटोमा मिलाउँदा माटोमा त्यसले गर्ने प्रभाव, यसको भस्मलाई पानीमा राखेर पिउँदा त्यो पानीको पीएचदेखि यसका ब्याक्टेरियल लोडहरूको कमी भएको प्रभाव, यस्ता अन्य धेरै वैज्ञानिक अनुसन्धान डाक्टर उल्रिच बर्ग जो एक जर्मन साइन्टिस्ट हुनुहुन्छ, उहाँले भारतमा आएर यस विज्ञानको अध्ययन गरेर यसमा धेरै डिप सिटेड रिसर्चहरू गरेर यो पुस्तकहरू चाहिँ लेख्नुभएको छ। त्यस्तै गरेर जर्मनकी एक अर्को महिलाले पनि यस विषयमा काम गरेर होमोथेरापी भनेर यस विषयमा काम गरेर उहाँले धेरै चाहिँ अनुसन्धानहरू यसमा लेख्नुभएको रहेछ, यसमा पब्लिस गर्नुभएको रहेछ। हामीले हमेशा होमलाई एउटा धार्मिक विधि या धार्मिक अनुष्ठानका रूपमा मात्र लियौँ, तर मलाई लाग्छ यो अनुष्ठान या यो विधि हाम्रा पुर्खाहरूले या भनौँ हाम्रा पूर्वजहरूले त्यत्तिकै धार्मिक अनुष्ठानका लागि मात्र लिएका होइन रहेछन्। यसले वायुमण्डलमा, माटोमा, जलमा, मानव मस्तिष्कमा र वातावरणमा भएका अनेक जीवाणु कीटाणुहरूको बीचमा यसले पार्ने जुन वैज्ञानिक प्रभाव छ त्यसका बारेमा पढ्नका लागि होमोथेरापीको धेरै यस्ता वेबसाइट्सहरू पनि छन् जसमा तपाईँहरू गएर गो थ्रु गर्न सक्नुहुन्छ। र आज हामीले यसै बिचमा एक दिन म यहाँहरूलाई समग्र रूपमा होमोथेरापी अथवा होम अग्निहोत्र, बिहान सूर्योदय र सूर्य अस्तको समयमा हामीले गरेको अग्निहोत्रले के प्रभाव पार्छ भनेर एउटा महत्त्वपूर्ण भिडियो साझा गर्ने नै छु। त्योभन्दा पहिला आज म यहाँहरूलाई यो एउटा सरल विधिका रूपमा जुन अब मैले प्रस्तुत गर्दैछु त्यो विधिका रूपमा म यहाँहरूलाई अवगत गराउन चाहन्छु। हामीहरूलाई हमेशा के लाग्छ भने होम गर्नका लागि एउटा ब्राह्मणको जरुरत पर्छ, एउटा विशेष परिस्थितिको जरुरत पर्छ, तब मात्र हामीहरूको घरमा हामीहरूले हवन गर्न सक्छौँ। एउटा पण्डितलाई नराखिकन, एउटा सम्पूर्ण ठुलो विधि विधानहरू नगरिकन होम गर्न सकिँदैन भन्ने किसिमको जुन एउटा वातावरण छ, त्यसले गर्दा हामी यी अग्निहोत्र जस्ता अत्यन्तै वैज्ञानिक पद्धतिहरूबाट त्यसको एउटा झमेलापूर्ण प्रोसिज्योर अथवा प्रक्रियाका कारणले टाढा हुँदै गएको अवस्था छ। तर उहाँहरूले यसलाई यति सिम्प्लिफाई गरेर राख्नुभएको छ। त्यो गरिसकेपछि हजुर हामी हरेक व्यक्तिले आफ्नो घरमा प्रत्येक सूर्योदयमा र सूर्यास्तमा मात्र तपाईँको जीवनको 5-5 मिनटलाई चाहिँ यसमा लगाएर यो अग्निहोत्रको एउटा सुन्दर विज्ञानलाई आफ्नो जीवनमा अनुभूत गर्न सक्नुहुन्छ। यहाँहरू सम्पूर्णलाई म पूर्ण सहयोग गर्छु। मसँग हाम्रो साथी हुनुहुन्छ, उहाँ पनि अग्निहोत्रको प्र्याक्टिस गर्दै हुनुहुन्छ। केही हप्ता यता हामीहरू सँगै बसेर र म डाक्टर सुभद्रा कार्की र मेरो आडमा रहनुभएका हाम्रो योगा प्र्याक्टिसनर, आयुर्वेदा थेरापिस्ट, आयुर्वेदा प्र्याक्टिसनर फ्रम अस्ट्रेलिया भनिषा पनि हामीसँग हुनुहुन्छ र आज एउटा सरल विधि यहाँहरूको समक्ष म राख्न गइरहेको छु। यसका लागि हामीहरूलाई एउटा तामाबाट बनेको एउटा हवन सानो कुण्डको जरुरत पर्दछ। त्यही अनुसार एउटा सानो चिम्टाको जरुरत पर्छ। अनि यसमा हामीले आफ्ना अक्षता अथवा हामीले यो छिल्का नउतारिएको जुन हामीहरूको बिचमा ब्राउन राइस भनेर प्रचलित छ त्यसको चावलका केही कणहरूको हामीलाई जरुरत पर्दछ।
गाईको गोबरबाट बनेको यो किसिमको उपला भन्छौँ हामीले आयुर्वेदमा त। यो किसिमको एउटा पातलो खालको स्ट्रक्चर यदि घरमा गाई छ भने आफ्नै गोबरबाट पनि हामीले यो बनाउन सक्छौँ। यसको जरुरत पर्दछ, गाईको घिउको जरुरत पर्दछ र केही अघि मैले भने जस्तै केही चामलको चाहिँ यसमा जरुरत पर्दछ। यसपछि हामीले यी गाईका जुन गोबरका उपलाहरू छन् यसलाई टुक्रा टुक्रा गराएर यसमा केही अंश घी राखेर हवन कुण्डमा हामीहरूले यसलाई राखिदिन्छौँ। जो हामीले प्रक्रिया सुरु सकेका छौँ, किन अहिले सूर्यास्तको समय छ र हामीले सूर्यास्तको समयलाई नै मध्यनजर गरेर यो अग्निहोत्र प्र्याक्टिस सुरु गरिसकेका छौँ। र यो उपला राखिसके पछाडि मात्र सूर्योदय र सूर्यास्तमा प्रयोग हुने केही यसमा केही थप घिउ हामीले राखिदिन्छौँ र आवश्यकता अनुसार सानो तपाईँले एउटा कपुरको टुक्रालाई लिएर अग्निहोत्रको अग्नि प्रज्वलित गर्न सक्नुहुन्छ। नभएदेखि तपाईँले स्वयं, तपाईँसँग राम्रो समय छ, तपाईँलाई त्यति धेरै हतार छैन भने तपाईँहरूले स्वयं यसलाई सिधै गाईको गोबरमा नै अग्नि लगाएर पनि तपाईँले यसलाई प्रयोग गर्न सक्नुहुन्छ। र यो अग्निलाई प्रज्वलित गरिसके पछाडि हातमा केही मात्र चामलका केही अक्षताहरू साथमा राखेर थोरै गाईको घिउ मिश्रण मैले यसमा गरिसकेको छु र सूर्योदयको लागि एउटा स्पेसिफिक मन्त्र डिजाइन छ। त्यो मन्त्र ओम अग्नाय स्वाहा गरेर यसमा स्वाहा गरिन्छ। ओम अग्नाय इदम नमः, ओम प्रजापताय स्वाहा, ओम प्रजापताय इदम नमः भनेर हामीले भएका यी सम्पूर्ण हातमा राखेको अक्षतालाई अग्निमा राख्दै आफ्नो प्रणाम मुद्रामा बसेर अग्निहोत्रको विधिलाई पूर्ण गर्न सक्छौँ। ल हेर्नुहोस् त, यो यति सहज र सरल विधि छ। यसमा अग्निहोत्रबाट पाइने सम्पूर्ण वैज्ञानिक फाइदाहरू हामीले ग्रहण गर्न सक्छौँ। यसलाई तपाईँको घरको मध्येमा बसेर या घरको पूजा कोठामा बसेर यो अग्निहोत्रलाई हजुरहरूले डेली सूर्योदय र सूर्यास्तको समयमा प्र्याक्टिस गर्नुभयो भने यसले नितान्त तपाईँको जीवनमा बहुत धेरै धेरै सुन्दर परिवर्तनहरू, तपाईँको वायुमण्डल, तपाईँको मनोभावना, तपाईँको आध्यात्मिक उन्नति, एउटा कन्सियस लिभिङ, माइन्डफुल लिभिङमा यसले अत्यन्तै सकारात्मक भूमिका खेल्छ। र यसबाट जुन आएको जुन भस्म अथवा खरानी छ, त्यो खरानीलाई हामीले केही मात्रा हामीले आफ्नो ज्वरोमा पनि राखेर प्रसादको रूपमा ल्याउँछौँ। त्यही खरानीलाई हामीले आफ्ना वाटर रिसोर्सेस अथवा घरमा भएका पानीका विभिन्न भाँडाहरूमा थोरै थोरै मात्रामा राख्न पनि सक्छौँ। र बाँकी रहेको जति पनि भस्म अथवा खरानी छ त्यसलाई हामीले आफ्नो आसपासका गमलाहरूमा अथवा बारीहरू भयो भने बारीहरूमा राखेर आफ्ना तरकारीहरू, अन्न बालीहरूलाई पनि अझ थप स्वस्थकर बनाउन सक्छौँ। र यसबारेको जति पनि वैज्ञानिक स्टडिजहरू, साइन्टिफिक स्टडिजहरू भएका छन्, यसलाई लिएर यहाँहरू समक्ष म छिटै नै अर्को भिडियो लिएर आउनेछु। आजका लागि धेरै धेरै धन्यवाद। नमस्कार।